आज हामी स्ट्रेस स्ट्रेन कर्वको बारेमा हेर्छौँ। स्ट्रेस स्ट्रेन कर्व चाहिँ किन ड्र गरिन्छ र यसको काम के हो र स्ट्रेस स्ट्रेन कर्वमा रहेको पोइन्टरको बारेमा पनि हेर्छौँ। हेरौँ स्ट्रेस स्ट्रेन कर्व। तपाईलाई कहिलेकाहीँ डिफाइन स्ट्रेस स्ट्रेन कर्व अथवा ड्र स्ट्रेस स्ट्रेन कर्व भनेर मात्रै सोध्न सक्छ। कहिलेकाहीँ तपाईको स्ट्रेस स्ट्रेन कर्व फर डक्टाइल मेटेरियल, स्ट्रेस स्ट्रेन कर्व फर हाम्रो माइल्ड स्टिल भनेर पनि सोध्छ। तपाईको जे भने पनि है, माइल्ड स्टिल भने पनि, डक्टाइल मेटेरियल भने पनि र तपाईको स्ट्रेस स्ट्रेन कर्व मात्र भने पनि एन्सर चाहिँ यही नै हुन्छ है। ओके, तपाईले यस्तो सोध्यो भने सुरुमा के लेख्ने त, अ टेन्साइल टेस्ट इज डन अन द मेटेरियल फर ड्रइङ स्ट्रेस स्ट्रेन कर्व। कुनै पनि मेटेरियलको चाहिँ स्ट्रेस स्ट्रेन कर्व ड्र गर्नु छ भने त्यो मेटेरियलमा चाहिँ टेन्साइल टेस्ट गरिन्छ है। अब टेन्साइल टेस्ट भनेको के हो त? टेन्साइल टेस्ट भनेको तपाईको कुनै पनि मेटेरियललाई चाहिँ अपोजिट फोर्स लगाएर अपोजिट डाइरेक्सनतिर तानिन्छ भने, तन्काइन्छ भने त्यसलाई नै हामी के भन्छ त, टेन्साइल टेस्ट भनिन्छ है। तपाईले बुझ्नुभयो नि, टेन्साइल टेस्ट भनेको कुनै एउटा मेटेरियल छ, त्यो मेटेरियललाई चाहिँ अपोजिट फोर्स लगाएर है, अपोजिट पुल फोर्स लगाएर, हाम्रो पुस हैन कि पुल फोर्स लगाएर, तान्ने फोर्स लगाएर चाहिँ त्यो मेटेरियल चाहिँ हामीले के गरिन्छ त, लम्ब्याइन्छ भने, खिचिन्छ भने त्यसलाई नै हामी के भनिन्छ त, टेन्साइल टेस्ट भनिन्छ हो। त्यो टेन्साइल टेस्ट चाहिँ हाम्रो यो मेटेरियलमा गरिन्छ, जसको कारणले हामीले के भन्छ, स्ट्रेस स्ट्रेन कर्व चाहिँ हामीले के गर्छ त, ड्र गर्न सक्छौँ। ओके, इट इज युज फर डिटरमाइन मेकानिकल प्रोपर्टी अफ डक्टाइल मेटेरियल भनेको युज हाम्रो स्ट्रेस स्ट्रेन कर्व चाहिँ ड्र गरेर के गर्ने त भन्दाखेरि यो चाहिँ हाम्रो के हुन्छ त, डिटरमाइन मेकानिकल प्रोपर्टी, त्यो मेटेरियलको चाहिँ मेकानिकल प्रोपर्टीहरू जस्तै स्ट्रेन, अल्टिमेट स्ट्रेन, डक्टालिटी हैन, त्यसको स्ट्रेन कतिसम्म हो, अल्टिमेट स्ट्रेन कतिसम्म हो र डक्टालिटी कति छ भन्ने कुराहरू पत्ता लगाउनका लागि के भनिन्छ हाम्रो स्ट्रेस स्ट्रेन कर्व चाहिँ के गरिन्छ त, युज गरिन्छ है। अब हेरौँ स्ट्रेस स्ट्रेन कर्व यहाँ छ। अब यस्तो वाइ डाइरेक्सनतिर स्ट्रेस छ, एक्स डाइरेक्सनतिर चाहिँ स्ट्रेन छ। अब हेरौँ यसमा चाहिँ यो 0 पोइन्टदेखि ए पोइन्टसम्म एउटा स्ट्रेट लाइन गएको छ। ए बाट बी मा जाँदाखेरि हल्का कर्व छ है, त्यो पुरै कर्व हैन कि हल्का कर्व हो। बी बाट सी जाँदाखेरि हल्का कर्व, सी बाट डी सम्म जाँदाखेरि चाहिँ कर्वमा आउँछ अनि डी बाट ई सम्मको, ई बाट एफ सम्म गयो। अब यहाँ हेरौँ ए पोइन्ट के हो, बी पोइन्ट के हो, सी पोइन्ट के हो, डी पोइन्ट के हो, सम्पूर्ण पोइन्टको बारेमा पढ्छौँ हामीले। ए पोइन्ट भनेको तपाईको कुनै जस्तो स्ट्रेस चाहिँ स्ट्रेनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ। हुक्स ल छ नि, हुक्स लले के भन्छ भने कुनै मेटेरियलको चाहिँ इलास्टिक लिमिटसम्म है, इलास्टिक लिमिटसम्म चाहिँ हाम्रो स्ट्रेस चाहिँ स्ट्रेनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ हो। त्यो रुल चाहिँ यो ए पोइन्टसम्म चाहिँ लागु हुन्छ। बी मा जाँदाखेरि पनि इलास्टिक लिमिट, यससँग पनि इलास्टिक लिमिट हुन्छ। यो पोइन्ट भनेको एउटा त्यस्तो लिमिट हो जसमा चाहिँ मेटेरियल चाहिँ आफ्नो पोजिसन चाहिँ ओरिजिनल पोजिसन चाहिँ रिगेन गर्न सक्छ र यो पोइन्ट क्रस गर्यो भने, यो लिमिट क्रस गर्यो भने कुनै पनि मेटेरियलले चाहिँ आफ्नो पोजिसन चाहिँ ओरिजिनल पोजिसन चाहिँ आफ्नो रिगेन चाहिँ गर्न सक्दैन। त्यो भनेको सी पोइन्ट भनेको यो पोइन्टबाट है, यो पोइन्टदेखि चाहिँ मेटेरियलले चाहिँ प्लास्टिक डिफर्म भनेको आफ्नो पोजिसन रिगन गर्न नसक्ने डिफर्मेसन चाहिँ योबाट सुरु हुन्छ, सी पोइन्टबाट सुरु हुन्छ भने। डी पोइन्ट भनेको त्यो पोइन्ट हो जहाँ फुल्ली प्लास्टिक डिफर्म भने मेटेरियल चाहिँ फुल्ली रूपमा चाहिँ प्लास्टिक डिफर्म हुन्छ। त्यसले तपाईको बाहिरी एक्सटर्नल लोड हटाउँदाखेरि चाहिँ त्यसले आफ्नो हटाउँदा पनि त्यसले चाहिँ आफ्नो के भन्छ त, ओरिजिनल पोजिसन चाहिँ रिगेन गर्न सक्दैन भन्ने कारण भनेको, सरी भन्ने पोइन्ट भनेको डी हो। र ई पोइन्ट भनेको अल्टिमेट स्ट्रेन भनेको कुनै पनि मेटेरियल फेलर हुनुभन्दा अगाडि म्याक्सिमम रूपमा कति चाहिँ लोड चाहिँ त्यसले चाहिँ विथस्ट्यान्ड गर्न सक्छ त, सहन सक्छ त है, त्यो भनेको ई पोइन्ट हो। र एफ पोइन्ट भनेको फेलर पोइन्ट भनेको लास्ट स्टेज, तपाईको म्याक्सिमम लोड त्यसले चाहिँ रोक्यो, लास्टमा हल्का लोड लगाउने बित्तिकै त्यो त फेलर भयो, फ्र्याक्चर भयो भने त्यो भनेको हामी के भन्छ त, एफ हो। अब हेरौँ ए पोइन्ट वेयर ए भनेको प्रोपोर्सनल लिमिट भन्छ, बी भनेको इलास्टिक लिमिट, सी भनेको अप्पर यील्ड पोइन्ट, डी भनेको लोअर यील्ड पोइन्ट, ई भनेको अल्टिमेट स्ट्रेन, एफ भनेको फ्र्याक्चर पोइन्ट अथवा ब्रेकिङ पोइन्ट अथवा फेलर पोइन्ट है। त्यो भनेको तीनवटा, जे भन्दा पनि फ्र्याक्चर पोइन्ट भने पनि, ब्रेकिङ पोइन्ट भने पनि, तपाईको फेलर पोइन्ट भने पनि एउटै नै है। सुरुमा हेरौँ ए नम्बरमा प्रोपोर्सनल लिमिट भनेको के हो, ए पोइन्ट भनेको के हो त, प्रोपोर्सनल लिमिट। अब यसमा हेर्दाखेरि इट इज लिनियर इलास्टिक जोन भनेको यो चाहिँ हाम्रो लिनियर इलास्टिक जोन, इलास्टिक जोनको बी भनेको बाहिरको इलास्टिक जोन हो, यहाँसम्मको इलास्टिक जोन हो। अब ए भनेको इनर भनेको भित्रको तपाईको लिनियर इलास्टिक जोन है, सरी इनर है, लिनियर इलास्टिक जोन, इट इज लिनियर इलास्टिक जोन भन्छ। ए भनेको लिनियर इलास्टिक जोन भन्ने कुरा छ। अप टु दिस पोइन्ट, यो पोइन्टसम्म द स्ट्रेस इज डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेन भनेको थिएँ नि अगाडि मैले।
जुन हाम्रो यसमा स्ट्रेस हुन्छ त्यो चाहिँ स्ट्रेनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ अथवा अबे हुक्स ल भन्ने कुरा हुन्छ। यसले चाहिँ हुक्स ल चाहिँ फ्लो गर्छ भन्ने कुरा हुन्छ। यो पोइन्टसम्म चाहिँ हुक्स ल चाहिँ लागू हुन्छ भन्ने कुरा हुन्छ। हुक्स लले चाहिँ काम गर्छ भनेको सुरुमा इट इज लिनियर इलास्टिक जोन अनि अर्को पोइन्टमा अप टु दिस पोइन्ट भने द स्ट्रेस इज डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेन। अब आउँछ अर्को द स्लोप अफ स्ट्रेस स्ट्रेन कर्व गिभ मोडुलस अफ इलास्टिसिटी। तपाईको यसमा हेर्नु यसमा प्रोपोर्सनल लिमिट भन्ने छ नि जुन हाम्रो डाइरेक्टली प्रोपोर्सनल टु द स्ट्रेन भनेको स्ट्रेस चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेन छ नि भनेको तपाईको यसमा E बराबर स्ट्रेस अपन स्ट्रेन भनेको यसले चाहिँ के दिन्छ भने चाहिँ मोडुलस अफ इलास्टिसिटी E बराबर स्ट्रेस अपन स्ट्रेन कसरी दियो एकछिन मैले हानेर हेर्छु। यसमा हेर्नु यसमा चाहिँ तपाईको के भन्छ त हामीसँग स्ट्रेस इज डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेन। स्ट्रेस भनेको तपाईको कुन भयो त स्ट्रेस भएन भने यहाँ लेख्दा हुँदो रहेछ लेख्न चाहिँ मिल्दो रहेछ सरी लेख्न चाहिँ मिल्दो रहेछ यसको मैले भनिदिन्छु तपाईको स्ट्रेस इज डाइरेक्टली प्रोपोर्सनल टु स्ट्रेन हैन। स्ट्रेस चाहिँ स्ट्रेनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ तर यो प्रोपोर्सनल हटाउनका लागि चाहिँ इक्वल्स टु थपेर चाहिँ E राखिन्छ। स्ट्रेस इक्वल्स टु E स्ट्रेन हुन्छ अनि E लाई उता राखेर स्ट्रेस डिभाइड बाइ स्ट्रेन भएको E बराबर स्ट्रेस अपन स्ट्रेन चाहिँ त्यसरी भएको है। त्यसरी चाहिँ द स्लोप अफ स्ट्रेस स्ट्रेन कर्व गिभ मोडुलस अफ इलास्टिसिटी भनेको E बराबर स्ट्रेस अपन स्ट्रेन चाहिँ दिन्छ है। ओके यो भयो प्रोपोर्सनल लिमिट। अब आउँछ अर्को पोइन्टमा चाहिँ के भन्छ भने अब आउँछ अर्को पोइन्ट इलास्टिक लिमिट। बी पोइन्टलाई हामी के भनेको त इलास्टिक लिमिट अप टु दिस पोइन्ट यो पोइन्टसम्म मेटेरियल ह्याज रिगेन इट्स ओरिजिनल पोजिसन आफ्टर रिमुभल एक्सटर्नल लोड भनेको छ। यसमा लगाएको एक्सटर्नल लोड चाहिँ रिमुभ गरिसकेपछि मेटेरियलले चाहिँ आफ्नो पोजिसन चाहिँ रिगेन गर्न सक्छ है। ओरिजिनल पोजिसन जुन अवस्थामा पहिले मेटेरियल थियो त्यो पोजिसन चाहिँ रिगेन गर्न सक्छ। यो भनेको इलास्टिक लिमिट यही नै हो। अब आउँछ अप्पर यील्ड पोइन्ट भनेको फ्रम दिस पोइन्ट यो पोइन्टबाट मेटेरियल ह्याज स्टार्ट प्लास्टिक डिफर्मेसन भनेको आउँछ। प्लास्टिक डिफर्मेसन भनेको यो पोइन्टबाट चाहिँ मेटेरियल चाहिँ हाम्रो प्लास्टिक डिफर्मेसन भनेको आफ्नो ओरिजिनल पोजिसन चाहिँ रिगेन गर्न नसक्ने अवस्थामा चाहिँ सुरु हुन्छ है। योदेखि चाहिँ सुरु हुन्छ भने इट इज द म्याक्सिमम लोड रिक्वायर्ड टु इनिटल प्लास्टिक डिफर्मेसन भनिन्छ। प्लास्टिक डिफर्मेसनको सुरुवातीमा चाहिँ अब धेरै लोडहरू लगाउनुपर्छ। कुनै पनि मेटेरियल चाहिँ एक लिमिटबाट अर्को लिमिटमा जाँदाखेरि चाहिँ म्याक्सिमम लोड चाहिँ चाहिन्छ हो। त्यही हो भनेको एउटा इलास्टिक लिमिट भनेको तपाईको मेटेरियल चाहिँ आफ्नो ओरिजिनल पोजिसन रिगेन गर्ने लिमिटबाट र रिगेन गर्न नसक्ने लिमिटमा जाँदाखेरि चाहिँ म्याक्सिमम लोड रिक्वायर गर्छ हो। त्यही भनेको इट इज द म्याक्सिमम लोड रिक्वायर्ड टु इनिटल प्लास्टिक डिफर्मेसन भनिन्छ। प्लास्टिक डिफर्मेसन सुरुको प्लास्टिक डिफर्मेसन हुनका लागि चाहिँ म्याक्सिमम लोड चाहिँ रिक्वायर्ड चाहिन्छ भनेको यही नै हो यील्ड पोइन्ट भनेको। लोअर यील्ड पोइन्ट इन दिस पोइन्ट मेटेरियल ह्याज फुल्ली प्लास्टिक डिफर्म भनेको यो पोइन्टमा चाहिँ है जुन हाम्रो लोअर यील्ड पोइन्ट भनेर डी पोइन्ट छ तपाईको जुन तलतिर आएको थियो त्यो पोइन्टमा चाहिँ इन दिस पोइन्ट मेटेरियल ह्याज फुल्ली प्लास्टिक डिफर्म भनेको मेटेरियल चाहिँ आफ्नो ओरिजिनल पोजिसनमा चाहिँ रिगेन गर्न नसक्ने अवस्थामा फुल्ली प्लास्टिक रूपमा चाहिँ हाम्रो के हुन्छ त त्यो चाहिँ गइसकेको हुन्छ। यो पोइन्टदेखि चाहिँ जान्छ भनेको फ्रम दिस पोइन्ट मेटेरियल ह्याज नट रिगेन इट्स ओरिजिनल पोजिसन आफ्टर रिमुभल एक्सटर्नल लोड भनेको आउँछ। यो पोइन्टबाट चाहिँ मेटेरियल चाहिँ तपाईले त्यसमा लगाएको एक्सटर्नल लोड रिमुभ गर्दाखेरि पनि त्यसले चाहिँ आफ्नो ओरिजिनल पोजिसन चाहिँ रिगेन गर्न चाहिँ सक्दैन भनेको। ओके अब लोअर यील्ड पोइन्ट। अब आयो 5 मा अल्टिमेट स्ट्रेन। अल्टिमेट स्ट्रेन भनेको E थियो हैन माथि टप थियो। स्ट्रेस स्ट्रेन कर्वको चाहिँ माथि टपमा थियो स्ट्रेट के भन्छ अल्टिमेट स्ट्रेन। इट इज पिक पोइन्ट अफ स्ट्रेस स्ट्रेन कर्व भने स्ट्रेस स्ट्रेन कर्वको चाहिँ पिक पोइन्ट माथि टपको पोइन्ट भनेको अल्टिमेट स्ट्रेन हो। केही भनेको अरु केही छैन। इट रिप्रेजेन्ट द म्याक्सिमम लोड विथ स्ट्यान्ड बिफोर फेलर अफ मेटेरियल भनेको कुनै पनि मेटेरियल चाहिँ फेलर हुनुभन्दा पहिले चाहिँ त्यसले म्याक्सिमम रूपमा चाहिँ कति लोड चाहिँ रिक्वायर गर्यो त सहन सक्यो त त्यसले चाहिँ भनेको लोड चाहिँ फेक्न सक्यो त भनेको विथ स्ट्यान्ड भनेको सहन सक्ने भन्ने कुरा आउँछ। त्यसले चाहिँ सहन सक्यो त भनेको कुनै पनि मेटेरियल चाहिँ फेलर हुनुभन्दा पहिले चाहिँ त्यसले म्याक्सिमम कति रूपमा चाहिँ लोड लगेको थियो त हो त्यो भनेको अल्टिमेट स्ट्रेन। यसले चाहिँ के रिप्रेजेन्ट गर्छ त म्याक्सिमम लोड विथ स्ट्यान्ड बिफोर फेलर अफ मेटेरियल फेलर हुनुभन्दा पहिले चाहिँ कति लोड लगेको थियो त्यो चाहिँ रिप्रेजेन्ट गर्छ यसले चाहिँ है। अनि अर्को आयो 6 नम्बर फ्र्याक्चर पोइन्ट। फ्र्याक्चर पोइन्ट भनेको इन दिस पोइन्ट मेटेरियल फेल अन्डर अप्लाई लोड भनेको यो पोइन्टमा चाहिँ यो पोइन्टबाट चाहिँ मेटेरियल चाहिँ फेल हुन्छ। तपाईले हल्का लोड लगाउनु भयो भने चाहिँ तपाईको चाहिँ जुन हाम्रो अल्टिमेट स्ट्रेनबाट पार गर्यो भने हल्का लोड लगाउने बित्तिकै त्यो चाहिँ हाम्रो जुन मेटेरियल हुन्छ त्यो फ्र्याक्चर हुन्छ अथवा ब्रेकडाउन हुन्छ ब्रेक हुन्छ हैन। अनि अर्को भनेको तपाईको के हुन्छ त फेलर हुन्छ हो। त्यो भनेको
फ्र्याक्चर पोइन्ट हो। यति नै हो तपाईँको स्ट्रेस स्ट्रेन कर्भ भन्यो भने तपाईँको सुरुमा तपाईँको स्ट्रेस स्ट्रेन कर्भ किन गरिन्छ, स्ट्रेस स्ट्रेन कर्भ ड्र गर्दाखेरि कुन टेस्ट युज गरिन्छ हैन त्यो लेख्ने, त्यस पछाडि तपाईँको त्यसको एउटा फिगर बनाएर त्यसमा रहेको प्रत्येक पोइन्टको नाम लेखेर तिनीहरूको हल्का यति नै डिफाइन गरिदिनु भयो भने तपाईँको यति नै पुग्छ। आजलाई यति नै। हस्त धन्यवाद। बाँकी अर्को भिडियोमा।